वेलकम टु माई युट्युब च्यानल। आज हामी गर्नेछौँ रेसनलाइजेसन इन 1 मिनट हैन। जब हाम्रो यस्तो खालको नम्बर हुन्छ जस्तै 1/√5 यसलाई कसरी रेसनलाइजेसन गर्ने भन्दा चाहिँ इन्टु गर्नु सेम नम्बर माथि तल। अब के हुन्छ 1 * √5 √5 हुन्छ अनि √5 * √5 को स्क्वायर कति हुन्छ भन्दाखेरि चाहिँ √5/5 यसको स्क्वायर यो हुन्छ नि त, यही एन्सर हो यो। डन। अब यसमा के गर्ने इन्टु √7/√7 यो के हुन्छ √7/√7 को स्क्वायर। यसको एन्सर के आउँछ भन्दाखेरि चाहिँ √7/7। डन। अनि हामीले यो अल्जेब्रिक आइडेन्टिटी गेट गर्नुपर्छ। a + b a - b चाहिँ के हुन्छ a² - b² हुन्छ। यो कहाँ लाग्छ भन्दा चाहिँ यहाँनिर जब हामीले यस्तो नम्बर पाउँछ यसलाई कसरी गर्ने भन्दा चाहिँ इन्टु गर्ने सेम नम्बर तर साइन चेन्ज, माइनस भने प्लस गर्ने, प्लस भने माइनस गर्ने। ओके, यहाँ अब के हुन्छ 1 - √5 को यही बस्छ, मुनि के हुन्छ 1 + √5 इन्टु 1 - √5। अब यो के हो, यो a र यो b हो भने सेम नम्बर छ, त्यो यो नि a हो यो नि b हो, साइन हेर्नुहोस्। अब साइन प्लस र माइनस छ, यो आइडेन्टिटी लाग्छ, के हुन्छ 1 - √5/a + b a - b के हुन्छ त्यो यो आइडेन्टिटी गर्दाखेरि डाइरेक्ट हामीले a² - b² लेख्न सक्छ। a को स्क्वायर के हुन्छ मतलब a के चाहिँ हाम्रो 1 छ, a को स्क्वायर भनेको 1 को स्क्वायर माइनस b को स्क्वायर भनेको √5 को स्क्वायर। यो के हुन्छ भन्दाखेरि चाहिँ 1 - √5 के हुन्छ 1 - √5, 1 को स्क्वायर 1 हुन्छ माइनस √5 को स्क्वायर 5 हुन्छ हैन। यो के हुन्छ भन्दाखेरि चाहिँ 1 - √5/1 - 4 यो हो एन्सर। अब जब माइनस हुन्छ के गर्ने इन्टु 2 + 3/2 + √3 गर्ने, सेम नम्बर इन्टु गरे तर साइन चेन्ज। एन्सर के हुन्छ कमेन्ट गर्नुहोस् होला हैन। अनि तपाईँलाई रेसनलाइजेसन भनेको के हो भनेर याद छैन भने मेरो प्रिभियस भिडियो हेर्न सक्नुहुन्छ। अनि यसको एन्सर कति आउँछ प्लिज कमेन्ट गर्नुहोस् होला। थ्याङ्क यू।